नमस्ते, वेलकम टु मेरो युट्युब च्यानलमा हजुरहरूलाई है। आज चाहिँ म के गर्दैछु भन्दाखेरि बिहानको ब्रेकफास्ट भन्दाखेरि बिहानमा नास्ता गर्दैछौँ हामी हो। ल हेर्नुस्, यो चाहिँ हाम्रो नेपाली मकैको फुला भन्छ हो, तर इङ्ग्लिसमा चाहिँ पपकर्न भन्छ। सो यो चाहिँ भटमास आफ्नै बारीमा उत्पादन भएको हो। अनि यो चाहिँ घरकै लोकल भैँसीको लोकल देशी घिउ है। अनि यो चाहिँ मेरो घरको चाहिँ खेतको बारीको डिलामा हुन्छ। यो चाहिँ घरि केरा बहुत मैले अरू भिडियोमा पनि राखिसकेको थिएँ हजुरलाई। सो त्यसको चाहिँ केरा पाकिसकेको रहेछ, दसैँको लागि बुवाले काटेर ल्याइसक्नु भएको छ। र साथमा यो चाहिँ लोकल भैँसीको मही, र साथमा देख्नुहुनेछ गाउँमा मही खानुमा कतिको फाइदा छ भनेर। मही बनाउँदाखेरि चाहिँ हाम्रो चाहिँ यो घिउ नौनी घिउ भन्छ नि त, नौनी घिउ निकाल्दाखेरि कतिपय त छोडिँदो रहेछ। यहाँनिर पुरै नौनी घिउहरू यसरी छोडेको छ साइड साइडमा, त्योहरू पुरै यस्तो यस्तो खान पाइन्छ, भिटामिनहरू हेर्नुहोस्। र त्यसपछि हेर्नुहोस् म चाहिँ खाँदैछु हो। अब गाउँमा खानुको मजा यस्तो छ। मलाई गीत नबजाऊ छोरा। गाउँमा बस्नुको फाइदा के छ भन्दाखेरि हजुर हेर्नु, अब लगभग खरिदेर खानुपर्ने खासै त्यस्तो आवश्यक छैन। र त्यसपछि हेर्नुहोस् के छ भन्दाखेरि गाउँमा चाहिँ एकअर्काको घरमा गए पनि लगभग एक महिना मकै एक महिना भटमास ल्याउनु न खाउँ भन्दाखेरि नै भन्ने खालको कोही पनि हुँदैन कि गाउँमा बसेपछि। बजारमा तपाईँले आधा किलो एक पाउ किन्न पनि पैसै पर्छ हो, तर गाउँमा पर्दैन। अनि यस्तो यस्तो चिजहरू छ। यो चाहिँ घिउ हो, म घिउ खाँदैछु। घिउ पनि मलाई फेरि घिउ बहुत मनपर्छ नि त, देशी घिउ। अनि यस्तो यस्तो खान्छु म हो, पपकर्नहरू। गाउँमा बस्दाखेरि धेरै रमाइलो लाग्छ। यस्तै हेर्नुहोस्, अब खानको लागि गाउँमा बस्नु भनेको धेरै राम्रो हुँदो रहेछ। किन भन्दा कोही छिमेकीहरूले पनि खाना दिनलाई यताउति कसैका मेरोमा नभएको अरूले, अरूका नभएको मसँग आएर पनि मागेर खाने गर्नुहुन्छ। यसको लागि केही ऊ छैन, बजारमा चाहिँ त्यस्तो हुँदैन हो। अब हेर्नुहोस्, यो केरा चाहिँ लास्टमा खान्छु म हो। बाँकी चाहिँ यो मकै भटमास अनि घिउहरू खाँदैछु। यिनी खाइसकेपछि म हजुरलाई फेरि पनि केरा खानेछु लास्टमा हो। हजुरहरू खान चाहनुहुन्छ भने यदि मेरो गाउँमा आएर ल मेरो नाम जपेर आउनुहोस् होला। त्यसपछि हजुरलाई के चाहनुहुन्छ गाउँमा मेरो घरमा फलेको चिजहरू हजुरलाई म अवश्य दिनेछु हो। यस्तो छ। भटमास चाहिँ अलिक साह्रो भएछ हो, घिउ हालेर हल्का भुटेको थिएँ, कस्तो कस्तो पुरै साह्रो भएको रहेछ। ल हुन्छ हजुर, म चाहिँ ब्रेकफास्ट गर्दैछु। हजुरहरू के गर्दै हुनुहुन्छ भन्छ। ओके बाई बाई। फेरि पनि हजुरलाई नमस्तेको साथमा के बाई।